गुड मर्निङ, म विनोद र 2-4 दिनबाट म देखिरहेको छु यो त भिडियो देख्नु हुँदैछ। पुरा भाइरल हुँदैछ क्या सामाजिक सञ्जालमा। यस्तो भाइरल इन्डियाको यो जोडी त यसलाई फेरि भाइरल भिडियो लिएर कति इन्फ्लुएन्सर क्रिएटरहरू यस्तो बढावा दिँदैछन् कि त्यो बारम्बार भिडियो अझै बनाउँदै हाल्दै पुरा फेसबुक इन्स्टाग्राममा एकदम त्यही भिडियो नै आउँछ। र म फेसबुक मिडियालाई यही भन्न चाहन्छु, यस्ता भिडियो चाहिँ फेसबुकमा आयो भने डाइरेक्ट डिलिट एकाउन्ट पनि डिलिट गरिदिनुपर्छ कम्पनीबाट, फेसबुक मिडिया कम्पनी। यस्तो हुन दिनु हुँदैन क्या। यस्तो एक बार भिडियो आयो भने त्यसले ट्रोल गरेर बनाएर यस्तो बवाल गरिदिन्छन्। म नै आज भिडियो फेसबुक चलाउन बहुत ही नराम्रो लाग्छ, किनकि फट गरेर भिडियोहरू त्यस्तो आइहाल्छन् र हाम्रो समाज के हुन्छ र हाम्रो नयाँ जेनेरेसनहरूले देखेर के गर्नेछन् भन्ने। र एउटा सोलुसन छ कि फेसबुक मिडियाले यस्तो भिडियोहरू हाल्न दिनु हुँदैन। हाम्रो फलोवर साथीभाइहरूले यस्तो राम्रो भिडियो हाल्छन् डान्सको यो गरेको, त्यसमा सपोर्ट गर्नुपर्छ। यस्ता भिडियोलाई भाइरल गरेर लाभ छैन र प्लिज यस्तो भिडियो चाहिँ ज़्यादा भाइरल नहोस् र हाम्रो नयाँ जेनेरेसनहरूले चाहिँ राम्रो सिकुन्। र हामीले पनि कतिपय भिडियो राम्रो हाल्छौँ तर सपोर्ट आउँदैन, किनकि अश्लील भिडियोहरू मान्छेहरूले बेसी सर्च गर्छन्, हेर्न चाहन्छन्। र यस्तो आजकलको टाइममा सबैले मोबाइल चलाउँछन्, 10 इयर्सदेखि लिएर 80-90 भनौँ पुरैले चलाउँछन्। त प्लिज फेसबुक मिडिया यस्ता भिडियो आयो भने चाहिँ डाइरेक्ट उहीँबाट डिलिट गर्नु। र तपाईँहरूलाई यो कुरो कस्तो लाग्यो कमेन्टमा जरुर भन्नु होला।